नमस्कार सबैजनालाई। आज यो अमृतसरको यो मसित सुकेको अमृतसर छ र यसकोमा आज कुचो बनाउन गइरहेको छु। कसरी बनाउने भन्ने अलिकति आफूले जानेको ज्ञान बाँड्न गइरहेको छु र हामीले यसलाई चाहिँ अब कसरी कति लामो बनाउने भन्ने कुरा हुन्छ। अब धेरै लामो बनाउने भने यो यस्तो थुट्न चाहिँ हुँदैन। यो बाहिरको हर्का बोक्रा मात्रै फालेर यसको आँखला पनि राख्नुपर्ने हुन्छ। आँखला राख्यो भने लामो हुन्छ, तर थुट्यो भने छोटो हुन्छ। त्यसै कारणले मैले यसलाई यसरी आँखला राखेर यसरी यसरी मैले अब यसलाई यति काटेँ, यति यस्तो बनाएर यसरी चाहिँ मैले यति लामो भएदेखि हामीलाई पुग्छ। यसरी बराबर गर्ने र मैले यसमा चाहिँ मसिनो चाहिँ अलिकति भित्रपट्टि हालिदिएको छु र अलि मोटो र लामो चाहिँ साइडबाट चारैतिरबाट हालेर यसरी कुचो बनाउन लागेको छु। तपाईँलाई बुन्ने यसरी यो दुईटालाई यसरी बाहिर निकाल्ने र यसमा बराबर बनाउन र यसलाई दुईटा फेरि यसलाई भित्रै छोडिदिने, फेरि दुईटा छोडेर अर्को दुईटालाई बाहिर निकाल्ने र यसलाई यसरी कस्ने। फेरि यहाँ दुईटा जति छोडेर फेरि अर्को दुईटालाई यसरी